अच्छा हाम्रो घर परिवारमा कस्तो हुन्छ भन्दाखेरि यसले भनेको मान्दैन उसले भनेको मान्दैन भनेर त्यही के हुन्छ तनाव क्रिएट हुन्छ राइट। अब यसमा हजुरहरूलाई मैले एउटा एकदमै राम्रो उपाय बताइदिन्छु। कस्तो हुन्छ भन्नुहुन्छ भने एउटा राम्रो स्टोरी छ। एउटा मूर्ख हुन्छ एउटा महामूर्ख हुन्छ राइट। मूर्खले भन्छ बाख्राको चारवटा खुट्टा हुन्छ भन्छ, महामूर्खले भन्छ होइन 3टा मात्रै हुन्छ भन्छ महामूर्खले हैन। अनि के हुन्छ महामूर्ख र मूर्खको एकदम डिबेट पर्छ, बाख्राको 4वटा खुट्टा हुन्छ कि 3टा खुट्टा हुन्छ भनेर। अनि महामूर्ख मान्दैन होइन 3टै हुन्छ भन्छ, 3टै हुन्छ भन्छ। अब रात परिसक्यो, बाख्राको 3टा खुट्टा हुन्छ कि 4वटा खुट्टा हुन्छ छुट्याउन सक्दैनन्। अनि उनीहरूले डिसिसन गर्छन् ल भोलि पुरै यो गाउँ पञ्चायत नै बोलाएर चाहिँ डिसिसन गर्ने, गाउँको भेला गरेर डिसिसन गर्ने बाख्राको 3टा खुट्टा हुन्छ कि 4वटा खुट्टा हुन्छ भनेर उनीहरू घर फर्किन्छन् डिसिसन गरेर। अनि महामूर्ख घरमा पुग्छ अनि उसको श्रीमतीले हजुर किन ढिलाइसिया भन्छ। उसले भन्छ बुढी आज मैले एकजनालाई यस्तो मूर्ख बनाएँ कि भन्छ। हजुरले कसरी मूर्ख बनाउनु भयो भन्छ उसले। अनि मैले बाख्राको 3टा खुट्टा हुन्छ भन्दै नि भन्छ। उसलाई थाहा छ अब बाख्राको 4वटा खुट्टा हुन्छ हैन। अनि बुढीले भन्छ त्यसै तपाईँ भोलि हार्नुहुन्छ किन बाख्राको त 4वटै खुट्टा हुन्छ, भोलि तपाईँ हार्नुहुन्छ कन्फर्म छ। अनि उसले कस्तो एन्सर दिन्छ भनेदेखि हे बुढी मैले माने पो चाडा हुन्छ, मैले नमाने भने कसरी चाडा हुन्छ भन्छ कि उसले। हो यस्ता जोड मान्छेहरू हुन्छन् समाजमा घर परिवारमा। अब यो सेतोलाई कालो भन्नुहुन्छ भने तपाईँ केही लाग्दैन राइट। यस्तो मान्छेलाई मनमा नि बाख्राको 3टा खुट्टा भने अब साइड लाग्ने, त्यहाँ तपाईँलाई खुसी मिल्छ, त्यहाँ तपाईँ डिस्कस गर्न सक्नुहुन्न।